हेलो व्यूवर्स, राइजिंग न्यूज़ में आप सभी का स्वागत है। व्यूवर्स, अभी हम लोग यानी कि राइजिंग न्यूज़ की टीम मंजा के 9 माइल नेपाली गांव में पहुंचे हैं और यहाँ पे हमें ये जानकारी मिली थी कि जो NLCF यानी कि नेपाली लिटरेचर एंड कल्चरल फोरम का जो सेंट्रल कमेटी है वो लोग ओथ टेकिंग सेरेमनी या कि शपथ ग्रहण सेरेमनी होने जा रहा है और फिर साथ ही में उनका फर्स्ट एग्जीक्यूटिव मीट जो कि न्यू बॉडी नया बॉडी जो उन्होंने फॉर्म किया था उनके ऊपर भी होने जा रहा है। तो व्यूवर्स, मैं आप सभी को जो वीडियो स्टार्टिंग होगा या फिर मेन वीडियो में हम लोग जाएंगे उससे पहले मैं आप सभी को ये भी बताना चाहूँगा कि ये वीडियो जो होगा ये पूरा बेसिकली नेपाली लैंग्वेज में होने जा रहा है। तो इसके लिए हमारे राइजिंग न्यूज़ के दूसरे विभिन्न ट्राइब के व्यूवर्स लोग जो भी होंगे तो उन लोग को थोड़ा कंफ्यूज हो सकता है, इसलिए मैं आप सभी को ये बताना चाहूँगा कि ये वीडियो जो है ये बेसिकली इट्स ऑल अबाउट कि NLCF यानी कि नेपाली लिटरेचर एंड कल्चरल फोरम के सेंट्रल कमेटी वालों के उन लोगों का शपथ ग्रहण का सेरेमनी होने जा रहा है यानी कि वोट टेकिंग सेरेमनी और फिर नेक्स्ट में उन लोगों का फर्स्ट एग्जीक्यूटिव मीटिंग होने जा रहा है। तो ये बेसिकली इससे ज़्यादा दूसरे ट्राइब के लोगों को मैं नहीं क्लेरिफाई कर पाऊंगा। मैं सिर्फ इतना कहूँगा कि ये नई जो है NLCF का सेंट्रल कमेटी का ये जो बेसिकली वोट टेकिंग सेरेमनी और फिर ये आपका फर्स्ट एग्जीक्यूटिव मीटिंग है नया बॉडी का। तो व्यूअर्स, हम लोग ऑर्गेनाइजर के थ्रू से हम लोग जानेंगे समझेंगे कि ये एक्चुअली ये जो मीट है या फिर ये जो मीटिंग है ये रखने का मकसद क्या है उन लोगों का, ये सभी उन लोगों को पता होगा। तो बेसिकली हम लोग उन लोगों के साथ ही जाके अभी हम लोग प्रेस कॉन्फ्रेंस के थ्रू से हम लोग जानकारी अधिक देंगे। तो बेसिकली अभी हम लोग कैमरामैन से रिक्वेस्ट करेंगे पीछे में देखा दें जो बेसिकली हम लोग मंजा के 9 माइल में आए हुए, यहाँ पे लिखा हुआ है नेपाली लिटरेचर कल्चर फोरम के ऑफिस है बेसिकली। तो चलिए फिर अंदर में जाके अभी ऑर्गेनाइजर वालों से बातचीत करते हैं। पुत्री पत्नी श्रीमती सुश्री आफ्नो नाम श्रीमान जयकुमार राई नेपाली साहित्य तथा सांस्कृतिक मञ्चको संवैधानिक दायराभित्र रही वर्तमान ईमानदारीको साथ ममाथि अर्पित जिम्मेवारी निभाउनेछु यो सभालाई साक्षी राखी शपथ ग्रहण गर्दछु। यो शपथ ग्रहण गर्नेको सही त्यहाँ छ, हजुरहरूले सही गरेर यहाँ सभापतिलाई जम्मा गर्नु। सर्वप्रथम मेरो एउटा सवाल छ हजुरहरूसँग। हाम्रो फोरम थापाज्यू जो हाम्रो सोसाइटीमा एकदम धेरै नाम छ, उहाँ यो प्रोग्राममा आउनुभएको थियो, यति राम्रोसँग उहाँलाई लिन्छ, यति राम्रोसँग उहाँले एउटा फर्स्ट 3 दिनको प्रोग्राममा पनि उहाँलाई देख्न हामीले पायौँ। र विशेष कारणले हजुरहरू भन्दा पनि म खुदै यहाँ प्रेसको रिप्रेजेन्टेटिभ भएर आएको थिएँ र हजुरहरू भन्दा पनि मैले धेरै उहाँलाई देखेँ स्टेजमा, मैले आफै देखेँ यो चिज। र यहाँबाट गएर पनि उहाँले बलराम थापाज्यूले कुनै एलिगेसन एउटा NLCF को माथि दिनुभएको थियो र उहाँले यो भन्नुभएको थियो सोसियल मिडियामा आएर एउटा न्युज च्यानलमा आएर उहाँले यो पनि भन्नुभएको थियो NLCF ले उहाँले सोचेको जस्तो मान्यता दिएन। यसको विषयमा हजुरहरूले के भन्नुहुन्छ? पत्रकार मित्रहरूलाई धन्यवाद। यहाँ जुन प्रश्न राख्नुभयो हाम्रो एकजना वरिष्ठ यो अभिवर्तनका वरिष्ठ व्यक्तित्व श्री बलराम थापाज्यू, उहाँ यस संस्थामा करिब 2005 पछाडि अलिकति ग्यापमा रहनुहुन्थ्यो र जब यो अभिवर्तनको एजेन्डा सामने आयो नेपाली साहित्य र सांस्कृतिक मञ्च केन्द्रीय समितिको नेतृत्ववृन्दले उहाँलाई एउटा नेपाली भाषी या गोर्खा समाजको एकजना वरिष्ठ व्यक्ति भनेर उहाँलाई पनि सल्लाहकारको रूपमा यो कन्भेन्सनमा उहाँलाई लियो, मलाई पनि लियो। त्यसरी अहिले नवनिर्वाचित सभापति जी ईश्वर नेपालजी हुनुहुन्छ, उहाँलाई पनि लियो। अनि हामी 3 जनालाई सेन्ट्रल कमिटी तत्कालीन सेन्ट्रल कमिटी को नेतृवृन्दबाट सल्लाहकारको जिम्मेवारी र यो 15 तारिक मार्च 15 मा जुन एउटा सेमिनार विचार गोष्ठी राखिएको छ, विचार गोष्ठीको एउटा सञ्चालन र अन्तर्क्रियाको लागि हामीलाई जिम्मेवारी दिएको थियो र त्यस जिम्मेवारीमा हामीले प्रस्तुत कार्य प्रस्तावना पत्रहरूमा हामीले संयुक्त रूपले काम गर्यौं। काम गर्दाखेरि विभिन्न संस्थाहरूको व्यक्तिहरूको विचारहरू पनि हामीले समेटेको थियौं
र यसलाई तर हामीले यसलाई एउटा माध्यमको रूपमा अन्तर्क्रियाको माध्यमको रूपमा मात्रै हामी 3 जना व्यक्ति थियौँ। हामी डिसिजन मेकिङ बडी थिएनौँ। संस्थाको केन्द्रीय कमिटीको जुनले जिम्मेवारी दिएको थियो हामीलाई सबै संस्थालाई बोलाएर संस्थाको जुन लक्ष्य छ यो कन्भेन्सनमा जुन लक्ष्य चाहिँ क्लियर रूपमा राखिएको थियो यो एनएलसीएफलाई कसरी रिभाइभ गर्ने। यति पुरानो संस्था यसले खास प्रभावशाली कामहरू गर्न नसकेको हुनाले अब हामीले कसरी यो संस्थालाई रिभाइभ गर्ने। यो संस्थाको सम्पत्ति जो मान्जा 9 माइल नेपाली गाउँमा 25 बिघा पट्टा ल्यान्ड छ यसलाई कसरी डेभलप गर्ने प्रमोट गर्ने अनि यो सम्पत्तिलाई कार्बी आङ्लोङ मात्र नभएर सम्पूर्ण आसामका गोर्खा नेपालीहरूको एउटा साहित्य र संस्कृतिको सेन्टर कसरी बनाउने यो लक्ष्यलाई लिएर उहाँले हामीलाई जिम्मेवारी दिनुभएको थियो। अनि त्यो लक्ष्यमा हामीले पनि संगोष्ठीको निम्ति र अन्तर्क्रियामा हामीले जिम्मेवारी लियौँ र सबै ठिकै नै चलिरहेको थियो। बाँकी कन्भेन्सन पनि पूर्ण रूपले सबै पक्षमा सफल भयो। जसरी आशा राखिएको थियो प्रशासनबाट सरकारी अनुदानहरूको आम जनताको सहयोग अनि डेलिगेट्स एउटा कन्भेन्सन संस्थाको एउटा कन्भेन्सन या अभिवर्तन हुँदाखेरि आम जनताको त्यसमा कति रिप्रेजेन्टेसन हुन्छ। अब दुईटै जिल्लाबाट करिब 200 भन्दा ज्यादा डेलिगेट्सको उपस्थित रहनु भएको थियो अनि ओपन सेसनमा पनि हामीले 1000 टार्गेट राखेकोमा 1500 भन्दा ज्यादा आम जनताको भेला भएको थियो। अनि हामी बाहेकै अन्य विभिन्न सङ्घ संस्थाहरूको पनि यहाँ उपस्थित रहेर एउटा पूर्ण रूपमा सफल भएको थियो यो कन्भेन्सन। र कन्भेन्सन पछि र कन्भेन्सनको विशेष एउटा जुन एजेन्डा थियो यो विचार गोष्ठी यहाँ आमन्त्रित विभिन्न संस्थाका विशेष गरेर एउटा रेकर्ड भनौँ यो सङ्गोष्ठीमा करिब 13वटा सङ्गठन कार्बी आङ्लोङका 13वटा जिल्ला स्तरीय सङ्गठनहरूको नेतृवृन्दले उहाँहरूको उपस्थिति थियो। उहाँले आफ्नो विचार राख्नुभएको थियो अनि यो विचार व्यक्त गर्दा उहाँहरूको यो पनि एउटा प्रस्ताव थियो नेपाली साहित्य र सांस्कृतिक मञ्चलाई गोर्खा साहित्य र सांस्कृतिक मञ्च बनाउँदा कस्तो हुन्छ भन्ने कुरो उहाँको त्यो प्रस्तावहरू थियो। कसैले राम्रै हुन्छ भन्नुभएको थियो, कसैले राख्नै पर्छ भन्नुभएको थियो, कसैले चाहिँ कसरी नाम बदलिन सकिन्छ। अनि यसमा अन्तर्क्रियामा मेडिएटरको रूपमा हामी 3 जना थियौँ। ईश्वर नेपालज्यूले सभा सञ्चालन गरिरहनु भएको थियो, बलराम थापाज्यू र मैले इन्टरेक्सन गर्ने र इन्टरेक्सनमा समिङ अपमा मलाई दिएको थियो र समिङ अपमा मैले उहाँहरूलाई स्पष्ट राखेको थिएँ यो जुन संस्थाको यो विचार गोष्ठीको लक्ष्य छ सम्पूर्ण कार्बी आङ्लोङका गोर्खा नेपाली संस्थाहरूसँग नेपाली साहित्य र संस्कृति मञ्चको कसरी एकबद्धता आउँछ, हामी कसरी संयुक्त रूपले साहित्य र संस्कृतिको लागि काम गर्न सक्छौँ। जुन दुईटा पक्षमा हामी एकदमै अलिकति पछि परिरहेका छौँ। यो दुईटा पक्ष कार्बी आङ्लोङमा त्यति राम्ररी अगाडि बढ्न सकेको छैन नेपाली भाषी या गोर्खा समुदायमा। यो विषयलाई लिएर राखिएको थियो अनि हामीले यो स्पष्टीकरण पनि राख्यौँ। अब संस्थाको नाम बदलिनु पर्यो भने, नाम फेर्नु पर्यो भने यो पुरानो संस्था हो 1993 मा गठन भएको। आजै हामीले नाम बदल्नु एउटा विचार गोष्ठीमा नाम बदल्नु अलिकति मिल्दैन किनकि यो संस्थाको आफ्नै संविधान छ। यो एउटा स्वतन्त्र साहित्य र सांस्कृतिक संगठन हो। यसले गर्दा यसको डेलिगेट सेसनमा हामीले उहाँहरूलाई डेलिगेट्सहरूलाई नै चर्चा गर्न दिउँ भनेर हामीले यहाँ स्पष्ट रूपले राखेको थियौँ। तदनुरूप डेलिगेट सेसनमा पनि काफी राम्रो डेलिगेट्सहरूले चर्चा गर्नुभयो। कसैले भन्नुभयो गोर्खा नामै ठिक, कसैले भन्नुभयो होइन जे नाम छ त्यही नै ठिक, कसैको भनाइ थियो भाषा त साहित्य त नेपाली नै हो नि, गोर्खा त होइन। यसले गर्दा नेपाली साहित्य र सांस्कृतिक मञ्च भन्नाले अब संस्कृति चाहिँ के हो अनि संस्कृतिको विषयमा पनि डेलिगेट्समा राम्रै डिबेट आएको। अनि तपाईँ हामीले यो पनि जान्न आवश्यक छ यो कार्बी आङ्लोङ लेभलमा डिबेट गरेर क्लियर हुने कुरो होइन गोर्खा कि नेपाली भन्ने शब्द। यो आसाम लेभल नेसनल लेभलको विषय हो अनि यो कति आवश्यकीय कन्ट्रोभर्सी, कति आवश्यकीय विवाद हो। अहिले हामीले सोच्यौँ यो त्यति आवश्यकीय होइन तर यो पनि विवाद, यो पनि एउटा डिस्कसनमा छ। यसलाई हामी लिन्छौँ।
अब नेपाली नामहरू असम नेपाली साहित्य सभा छ, यहाँ पनि छ असम नेपाली साहित्य सभा जिल्ला समितिहरू। अब विद्यार्थीहरूको नाम अल आसाम गोर्खा स्टुडेन्ट युनियन छ, असम गोर्खा सम्मेलन छ। यसरी विभिन्न संस्थाहरू गोर्खा नेपाली नामले नामाङ्कित छन्। त्यहाँ हाम्रो कुनै अब्जेक्सन या डिबेट थिएन। तर यो हाम्रो संस्थाको नाम सम्बन्धी जुन प्रस्तावहरू आयो या डिबेटहरू आयो, यसलाई हामीले डेलिगेसन सेसनमा राख्यो। डेलिगेट सेसनले यसलाई जुन पुरानो नाम छ नेपाली साहित्य तथा सांस्कृतिक मञ्च, यसलाई नै कन्टिन्यू गर्ने डिसिजन लियो। दुईटै पक्षबाट आयो, तर यो पनि आएको थियो आउने दिन पनि हामी धेरै डेलिगेट्स धेरै संस्थाहरूसँग यो निरन्तर चलिरहन्छ। नामाकरण कुन नाम ठिक या बेठिक कार्बी आङ्ग्लमले या यो एनएलसीएफले मात्रै डिसिजन लिने कुरो होइन। यो एउटा राष्ट्रिय रूपमा स्टेट लेभलमा एउटा जातिले डिसिजन लिने कुरो र यसलाई हामी निरन्तरता दिनेछौँ यो डिस्कसनमा। यो थियो हाम्रो डिस्कसन। अब यो जुन सिनारियो यो दृश्यपट छ त्यसलाई लिएर हाम्रो सहकर्मी बलराम थापाज्यूले कन्भेन्सन पछि एउटा जुन स्टेटमेन्ट दिनुभयो, उहाँ अलिकति भन्नुभयो यो हटकारी, उहाँले एउटा शब्द प्रयोग गर्नुभयो त्यो हटकारी विचारधाराले गर्दा या पक्षले गर्दा नाम परिवर्तन भएन, यसले गर्दा म मर्माहित छु भन्ने उहाँले भन्नुभयो। र हामीलाई लाग्छ उहाँले मर्माहित हुनुपर्ने आवश्यकता छैन, किनकि यो उहाँको मेरो या कसैको व्यक्तिगत मुद्दा होइन। हामी गोर्खाली कि नेपाली, भाषा त नेपाली नै हो, यो स्पष्ट छ। अब आयो हाम्रो जातीय कुरोलाई लिएर दुईटै नाम हामीले अँगालेको छौँ, दुईटै नाम हामीमा चलेको छ र संस्थाहरूले मन्जुरीको साथ आफ्नो नामहरू चलेको छ र नाम बदल्नु फेर्नुपर्छ भने त्यसको पनि क्रमहरू छ। हामी जान्दछौँ अहिलेको अल आसाम गोर्खा स्टुडेन्ट युनियन योभन्दा पहिले अल आसाम नेपाली स्टुडेन्ट युनियन थियो। म आफै धेरै वर्षसम्म अल आसाम नेपाली स्टुडेन्ट युनियनको केन्द्रीय समितिको एडभाइजरको रूपमा थिएँ। पछि आएर अल आसाम गोर्खा स्टुडेन्ट युनियनमा पनि म अन्तर्भुक्त भएको थिएँ, यसरी उहाँ पनि हुनुहुन्थ्यो। अनि थुप्रै साथीहरू हुनुहुन्छ नेपाली सङ्गठन या गोर्खा सङ्गठन भएर काम गर्नु। हामीमा यस्तो विवाद आएको थिएन र यो विवाद इमिडिएटली अहिले नै यति विवादास्पद र यसले मर्माहित हुनुपर्ने ज्यादा आहत हुनुपर्ने जस्तो हामीलाई लाग्दैन। यसले गर्दा उहाँको त्यो विषयलाई हामीले अलिकति निन्दा गर्नेको रूपमा पाएको छौँ, त्यो नै हो। बाँकी त हामीमा कुनै बलराम थापाजीसँग हामीसँग जातीय कुरोमा या साङ्गठनिक कुरोमा सैद्धान्तिक कुरोमा यस्तो विशेष विभेद या डिबेट होइन र तपाईँहरूले यसलाई त्यो किसिमले नलिनुहोस्। एउटा विषयवस्तुमा विचार अलग अलग हुनसक्छ, त्यो विचारमा विभेद हो, तर हाम्रो सिद्धान्तमा विभेद र जातीय पक्षलाई हाम्रो दृष्टिकोण अलग अलग होइन। यो नै छ स्पष्टीकरण। सर, हाम्रो यो भिडियो हेरिरहेको तमाम हाम्रो जातिको मान्छेहरू एनएलसीएफकोबाट एउटा केही सन्देश छ र फेरि हाम्रो छात्रहरूलाई या फेरि हाम्रो आफ्नै जातिको मान्छेहरू हजुरको तर्फबाट केही सन्देश छ भने? अब यहाँ सन्देश भन्नाले जस्तो हामीले कोही सङ्गठनको आफ्नो परिचालनाको दायरा हुन्छ, आफ्नो संविधान आफ्नो उसमा हुन्छ, त्यसमा विशेष गरी सन्देश भनेर हाम्रो एनएलसीएफकातिरबाट त्यसरी हाम्रो सन्देश कसैलाई पनि दिन चाहँदैनौँ। तर हामीहरू बिल्कुल कार्बी आङ्ग्लम क्षेत्रको साहित्य तथा सांस्कृतिक क्षेत्रमा हामीहरू काम गर्ने हुनाले र एउटा जातीय समस्यामा हामीहरू सबै बराबरै हामीहरू मुछिन्छौँ। मात्रै कल्चरल भन्दाखेरि अब जातीय समस्या केही आयो भने त्योबाट हामीहरू कहिले पनि वञ्चित हुँदैनौँ र कुनै पनि जातीय मुद्दा भने सांस्कृतिक र साहित्यिक आफ्नो कार्यपन्था छोडेर कुनै पनि जातीय समस्याहरू आइलागेका क्षेत्रमा हामीहरू सँगै काम गर्न, सबै सङ्गठनहरूसँग हामीहरू सँगै काम गर्न तत्पर छौँ र आवश्यक अनुसार एउटा सङ्गठन हिसाबमा हामीहरू अगुवाई त भन्दैनौँ, सहभागीको रूपमा सबैसँग हामीहरू काम गर्न इच्छा गर्दछौँ र आह्वान गर्दछौँ।